चेस है गाइज, ठोक्दिउँ आज, जे पर्ला पर्ला, झ्याप भएर सुत्ने हो कि। बाफ्रे बाफ, कडा माल छ गाइज, एकदमै कडा के बाल। घाँटी पोल्यो यार। मम्मीले जोरदार बनाएर राख्नु भएको छ। आज मम्मी पनि हुनुहुन्न, म्याडम पनि हुनुहुन्न, आफै निकालेर ल्याएको छु खोजेर। झ्याप भएर सुत्ने हो कि गाइज आज। हेलो गाइज, स्वागत छ आजको न्यू डे न्यू भिडियोमा। गाइज आज चाहिँ म घरमा एकदमै एक्लो छु र यस्तो हेर्नु सर्दी लागेको छ गाइज। पुरै मेरो आवाज नै बदलिसकेको हुनाले यति धेरै दिन चाहिँ म भिडियो ल्याउन सकेन। अनि त्यही हो, खानासाना आफै पकाएको के। अनि भिडियो देखाउन चाहिँ तपाईँहरूलाई म सकेन, किनकि अब सुट कसरी गर्ने, अब एउटा हातले मोबाइल समात्ने कि बनाउने होइन। अब चाहिँ म खाना खान जाँदैछु र म आफ्नो सेटअप देखाउँछु तपाईँहरूलाई भिडियो बनाउनको लागि। हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ मेरो सेटअप छ, यो लाइट हो। अब यहाँ चाहिँ मोबाइल, यो मेरो मोबाइल एकदमै गरुङ्गो भएकोले यहाँमा लगाएको छैन। यहाँ अगाडि स्टिक राखेको छु के, हेर्न सक्नुहुन्छ। अनि यो टेबलमा बसेर खान्छु र त्यही हो गाइज, मेरो एकदमै अर्ग्यानिक भिडियो हुन्छ के। गाउँघरको भिडियो तपाईँहरूलाई थाहै छ र तपाईँहरू मेरो भिडियो मन पराइदिनु हुनेछ भन्ने आशा छ। र त्यही हो, अब म खाना ल्याउँछु यहाँ अनि बसेर खान्छु। अनि तपाईँहरू मेरो भिडियोमा बनिराख्नु होला। सो लेट्स गो। एकदमै सर्दी लागेर लास्टै गाह्रो भएको छ के। पुरै यो के भन्छन्, र्याल पनि निल्न गाह्रो के, घाँटी दुख्ने होइन। लास्टै सर्दी लागेछ, बोल्न पनि गाह्रो के। त्यही भएर यति धेरै दिन मैले भिडियो ल्याउन चाहिँ सकेन र आज धेरै दिनपछि म भिडियो बनाइरहेको छु। र यहाँ हेर्न सक्नुहुन्छ मेरो अगाडि चिकनको मासु छ के, लेग पिस। अनि यहाँ चाहिँ भाटाको तरकारी के, अनि सिद्रा स्पेसल सुकाएको माछा के, सिद्राको। अनि त्यही हो गाइस, आज चाहिँ म एक्लै छु घरमा के। अब फ्यामिलीहरू चाहिँ पाहुनी खाना गएको छन् र गाह्रो हो कि अब खानासाना बनाउने होइन, भिडियो चाहिँ सुट गर्न सकेन। अब यो खाने बेलामा त अब सेटअप गरेर एकदमै भिडियो बनाइराखेको छु म। र त्यही हो गाइज, हाम्रो भिडियोमा कन्टिन्यू बन्नु होला। म तपाईँहरूलाई देखाउँछु आज के देखाउँछु म भनेपछि। यो चाहिँ हेर्न सक्नुहुन्छ गाइज, कोका कोला लेखेको डिब्बामा चाहिँ कोका कोला चाहिँ होइन, यो अर्कै चिज हो। त्यो तपाईँहरू थाहा पाइसक्नु भयो होला। यो चाहिँ रक्सी हो कि, एकदम प्योर होइन। अब अलिकति खाने कि, यो पुरा घाँटी दुखिरहेछ नि, एकदम कस रक्सी खाएपछि अलिअलि यो सर्दी ठिक हुन्छ भन्छन्। त्यही भएर यही खाम न त आज। कहिले नखाएको गाइज हेर्नु, आज खाँदैछु कि। अलिकति खाने हो औषधिको लागि। यति मात्रै खाने के, 2-3 घुट्टा खाने होइन। बढी खायो भने फेरि झ्याप हो के। अनि बुढी नभए बेला झ्याप हुनुभएको राम्रो होइन के गाइज, होइन। जिन्दगीमा खाइए छैन कि। अब यो खाएपछि धेरैले भने कि ठिक हुन्छ, अनि यसो खाएर चेक गरौँ भनेर हो कि। ल है गाइज, म खाना रेडी भएँ। बाल सिद्रा त दामी रहेछ यार। मासु आफैले पकाएको, त्यही भएर टेस्टी छ भन्नु पर्यो होइन गाइज। अब के गर्ने।
चेसाई गाइज ठोक्दिमा आज जे पर्ला पर्ला झ्याप भएर सुत्ने हो कि बाफ्रे बाफ कडा हाल्छ गाइज एकदमै कडा के बाबाल घाँटी पोल्यो यार मम्मीले जोरदार बनाएर राख्नु भएको छ आज मम्मी पनि हुनुहुन्न म्याडम पनि हुनुहुन्न आफै निकालेर ल्याएको छु खोजेर झ्याप भएर सुत्ने हो कि गाइज आज सर्दीको बहानामा सर्दी त मलाई लागेकै छ गाइज होइन अब सर्दी ठिक पार्ला भनेर खाएको क्या सुकाएको सिद्रा अनि भातको तरकारी मस्त लाग्छ क्या बहुत खतरा छ के कस भनेको त थाहै छ होइन सबैलाई कस भनेको पुरै घाँटी पोल्दै जान्छ क्या अब हेरौँ आज खाँदैछु म मेरो सर्दी ठिक भयो भने त भोलि फेरि भिडियो बनाउँछु अर्को एक पाउ मासुमा टन्नै भइगयो के
अलिकति छ क्या सकिन्न क्या हो यार सकिन्न गाइस बहुत तगड़ा छ अब पानी खाइहालौँ गाइज म त झ्याप भइसक्यो हेर्नु यति मात्रै खाएको त्यही पनि पुरै कस थियो क्या र मेरो भिडियो आजको चाहिँ यति नै अब छिट्टै नै नेक्स्ट भिडियो लिएर आउँछु तबसम्मको लागि सबैलाई टेक केयर बाई